ए लाइनमा आउँछ भने कुनै दे दे ल जाऊ अगाडि काँक्रा त खाँदैन काँक्रा ल थापा काँक्रा खाँदैन के खाने चिकन खाने कि मटन ए दाममा देख्नु चिकन खाने कि पर खाने चिकन खाने कि पर चिकन सीधा भाइ त्यो पनि खोलेर ए चिक्स कि हालिदिएको आरामले खान्छ सर हात राख हैन तपाईले बान्नु न यो क्रन्च चिप्स यो बान्नु त यो काँक्रा उठायो हामीले काँक्रा क्रन्च चिप्स हाल्दिनु ल चिकन काँक्रा ल यहाँ काँक्रा यहाँ चिप्स हुन्छ त म लाइदिन्छु चिप्स दाल थाप्ने त दादा म लाइदिन्छु चिप्स म लाइदिन्छु पल्लोपट्टि लगाइदिनु दाल थाप्ने त चिकन यो समात्ने पुग्यो ह ओ दाल 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 बहिनी रहेछ आउँछ नानी त्यसका कुकुम्बर अहिले कसरी आयो कुकुम्बर फेरि यहाँ त्यो छेउछेउमा गएर बस छेउछेउमा अब एउटा छेउमा बस चुङ्गी खान्छ दाल थाप दाल दाल थाप सर टेसिका यहाँ थाप त्यो प्राउन खोइ प्राउन दिनु नि यहाँ निकाल्नु भाइ आ त भाइ नानी बहिनीहरू छ बाँडा खानु त्यो पानी एउटाले सक्दैन त्यो पेर सबै चिकनबाट हो पर्क लभर छैन चिकन छ उयो सुँगुर छ भाइ सुँगुर खान्छ भाइ सुँगुर कचेबाट हो ए पर्क लभर त्यो वाट डु वान भाइ बाँडेर खानु सिया नानी बाँडेर खाने एकदम चिकन चिकन पर्क नानी यता खुसबु खुसबु दाल दाल नानी पानी अघि लागेको छु डरो पक्रियो भाइ हेलिस होला नि कुकुम्बर त्यहाँ भाइ काँक्रा कहाँ छ भन्छ नानी त नखाने यो भुइँमा राख भुइँमा यहाँ दालहरू बोक्छ अब कति पर्छ दाल 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 भाइ आऊ दाल यता दाल भन्दैछ सेन्सन नानी अलिक कम्पिटिसन लगाइदिनु खाना सेन्सन नानी कम्पिटिसन लगाइदिनु मान्छे अनुसारको भाडा निकाल्नु पर्यो कति पर बसेको आऊ यता आऊ बिस्मान चिची चिची खाने सुँगुर खाने पनिर खाने पनिर पनिर खाने नानी आऊ पनिर खाने नानी यता म पनिर दिन्छु नि पनिर ल ल पनिर छ हैन पनिर दाल अलि चलाएर लाउनु ल लो कृष्ण अगाडि हेर्नु लो दाल 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 नानी एउटा दाजु यस्तो बलहरू कृष्णले खान्छ नानी कृष्ण कृष्ण चौरी भयो शीतल पनि छ उपर हुन्छ त्यता गएर खाँदा पनि हुन्छ थाल लिएर आउनु फेरि नानी हो कृष्णलाई मैले सरलाई मैले लगाएँ सुफिया ए लगाइदिन्छु नानी उना उता आऊ थाप्न आउनु मिठो चिज मिठो चिज छोरो आऊ सुँगुर खाने सुँगुर माग्नु ल खाने कुखुरा काँक्रा खाने नानासँग गएर बस है ओके
लाने सिस्टम होइन थप्ने यहीँ आउँछ आऊ यता नानी बोलो नानी फेरि 500 को लिएर आऊ अङ्किथे सरहरू छौ दालु चाहिँ दाल तर सुँगुर खान्थेन सरहरूले ए अब उताको नि आउनु थालेको छ 4 जनाले सिस्टममा बसेर खाऊ है केटा ल हाम्रो बच्चाहरूको नानीहरूको सक्छ टर्न अब हाम्रो आसामको पालि तरकारी के खाएको थियो सब्जी लगिदिनु पर्यो के पा के को लानु खानु मात्रै यो खान्छ त ब्रोइलरको मासु होइन पनिर हो चम्ची यहाँ छ चम्ची देखाउने कि जानु चम्ची चम्ची चिकन आयो फेरि पानी आयो केटाहरू 3-4 जना भएर खान्छ काँक्रामा जानु त काँक्रामा दालमा जानु दालमा यो खाने सुँगुर खाइदेऊ न बाबाको ल्याएर खानुपर्छ नानी यो चिकन हो यो सरी चाहिँ पर्क पर्क पनि हाल्नु पर्छ मिसाएर हाल्दैन नि हाम्रो त यही हो हामी नाखेर सर्भिस गर्नुपर्छ नि हामी त यस्तै हो अलिक ग्रेभी हाल्यो यो देपा काँक्रा ए ऊ बाउले ठ्याक्क ल जाउँ जाउँ एकै टाइम जुग्यो नि यहाँ मस्त काँक्रा उसले सुँगुर आऊ सुँगुर ओए काँक्रा नानी म तिमीलाई के पो दिउँ चिप्स दिउँ सुँगुर पनि हाल्नु सुँगुर पनि दिउँ होइन अलिकति आएला हो चिज आएला हो चिज अब क्युकुम्बर ल ओके यत्रो धेरै बोल्नु छ नि छैन हरार पहाड होइन नि त्यो उयो नलाइदिनु मलाई त के अरे ग्रेभी नलाइदिनु म त हालिदिनु अब कस्तो बसेर किन खानुमा बसेको ओक बोऱ्यो भन्नु ओक बोऱ्यो हालको समस्या भनेर खाम खाम अलिक ग्रेभी लगाइदिउँ अलिक ग्रेभीसँग मात्रै भात जान्छ हौ एकछिन त यो थाप्नु यो एकछिन काँक्रा पनि छ र हामी के हो नि सुँगुर हुन्छ थाहा सक्यो उतापट्टि जानुहोस् न थाल थाल आउँदैछ ए बुट्टे रङ्गिन सबै सकिएको छ
यतापट्टि आउनु भाइ दादा नुन छ त यतापट्टि भाइ नुन कहाँ छ नुन छैन ल्याएको छैन बोसो बोसो खानु ल यो त जान्छ यो अङ्कल एक दिन हजुर चलाएर हालिदिउँ न ल दुई धेरै तल यस्तो दामी हालेको थियो कि फेरि हाल्दिउँ न दालमा खाउने दालमा सुहाउँदैन किकुम्बर पनि लगाइदिन्छु ल किकुम्बर भनेको काँक्रा हो काँक्रालाई किकुम्बर भन्छ के भन्छ त के भन्छ चिप्सी अलिकति एकछिन बस्नुहोस् है त यो पनि खाइदिनु टोक्दिनु जिब्रोको साथ हेर्नुहोस् मिठो गरी अनि एकछिन है यो पनि लानुहोस् न यो पहाडी काँक्रा एकदम रसिलो मिठो के हजुर मार्केट गर्नु न हो डन भन्छ त एकछिन काँक्रा पनि दिनुहुन्छ होला हजुर के चाहिन्छ तपाईँलाई हस् 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 दिनुहोस् त